प्रदेश लोक सेवा गण्डकी प्रदेशले प्राविधिक र अप्राविधिक पदमा भ्याकेन्सी खुलाएको छ यही फागुन 13बाट। सिभिल इन्जिनियरिङमा 42 जनाको माग छ भने मेकानिकल इन्जिनियरिङतर्फ 7 जना, कृषितर्फ 6 जनाको माग छ भने चौथो तह अप्राविधिकतर्फ 29 जनाको भ्याकेन्सी छ। यदि तपाईँ एसएलसी वा एसई पास हुनुहुन्छ भने यी पदमा अप्लाई गर्न सक्नुहुन्छ। दरखास्तको अन्तिम मिति चाहिँ चैत 3 गतेसम्म छ र दोब्बर दस्तुर चैत 10 गतेसम्म छ। तपाईँको उमेर 18 वर्ष पुरा भई 35 नाग्नु भएको छैन भने अप्लाई गर्न सक्नुहुन्छ र महिला र अपाङ्गको हकमा चाहिँ 40 वर्ष ननागेको हुनुपर्छ। साथै स्वास्थ्यतर्फ 45 वर्ष ननागेको हुनुपर्छ। पाँचौं तहको लागि दस्तुर 700 भने चौथो तहको लागि 500 हो र थप समावेशीको लागि 200 र 150। एक्जामको पेमेन्ट चाहिँ हजुरले अनलाइन मार्फत बुझाउन सक्नुहुन्छ। थप जानकारीको लागि वेबसाइट या इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। अप्लाई गर्नको लागि लिङ्कमा गएर क्लिक गर्नुहोस् अनि यो ड्यासबोर्ड आउँछ। दर्ता गर्नुपर्ने हुन्छ, दर्ता गर्नुहोस्मा थिच्नुहोस्। दर्ता गर्नको लागि यो सबै डिटेल्सहरू भरेर बुझाउनुहोस्मा क्लिक गर्नुहोस्। बुझाइसकेपछि लगइनमा फर्किनुहोस्मा थिच्नुहोस् र आफ्नो लगइन आइडी र पासवर्डबाट लगइन गर्नुहोस्। लगइन गरेपछि आफ्नो डिटेल्सहरू भरेर र चाहिने कागजातहरू अपलोड गरेर भ्याकेन्सीमा अप्लाई गर्न सक्नुहुन्छ। यस्तै जानकारी पाउनको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्।